नमस्कार। आज हामी नेपालको अहिलेको अवस्थाबारे अलि गहिरिएर हेर्दैछौँ, खास गरी नागरिक अधिकार र सरकारको काम गर्ने तरिका कस्तो छ भन्नेमा। हो, हामीसँग केही स्रोतहरू छन्। एम्नेस्टी इन्टरनेसनलको एउटा रिपोर्ट छ अनि सरकार कसरी चल्दैछ भन्ने बारे अरू टिप्पणीहरू पनि। हो नि, हाम्रो उद्देश्य चाहिँ यी स्रोतहरू केलाएर नेपालमा मौलिक अधिकारको स्थिति कस्तो छ अनि सरकारको ध्यान चाहिँ खासमा कतातिर छ भनेर बुझ्ने हो। ल सुरु गरौँ है त। हुन्छ। अब लोकतन्त्रको आधारभूत कुरा नै के हो भने नागरिकले आफ्ना प्रतिनिधि चुन्छन् होइन, अनि ती प्रतिनिधि नागरिकप्रति जवाफदेही हुनुपर्छ। एकदम शान्तिपूर्ण भेला हुन पाउने, आफ्नो कुरा राख्न पाउने स्वतन्त्रता त झन् महत्त्वपूर्ण भइहाल्यो नि। हो नि, तर आज हामीले हेर्न लागेका स्रोतहरूले चाहिँ पछिल्लो समय नेपालमा यी कुराहरूमा केही चुनौतीहरू देखा परेको सङ्केत गर्छन् जस्तो छ। ल त्यसो भए एम्नेस्टी इन्टरनेसनलको त्यो भर्खरैको प्रतिवेदनबाटै सुरु गरौँ न त। त्यसले त 2024लाई नेपालमा मानव अधिकारको हिसाबले त्यति सन्तोषजनक वर्ष मानेको छैन रे है। हो, त्यस्तै भन्छ। प्रतिवेदनले के औल्याइएको छ भने निकै सङ्घर्षपछि पाएका उपलब्धिहरू जस्तो समानता, न्याय, मर्यादा यस्ता कुराहरू अहिले जोखिममा परेका छन् भन्छ। यो त अलि चिन्ता लाग्ने कुरा पो सुन्यो त। एकदमै। अझ प्रतिवेदनले के भन्छ भने सरकारले आलोचना सायद मन पराएन कि अनि विरोध प्रदर्शनहरूमाथि अलि बढी कडाई गर्न थाल्यो रे। कडाई मतलब कस्तो किसिमको कडाई? मतलब प्रदर्शन गर्न नदिने, रोक्ने अनि गैरकानूनी रूपमा बल प्रयोग गर्ने, मान्छेहरूलाई हटाउने, पक्राउ गर्ने यस्ता काम बढेको देखिन्छ भन्छ प्रतिवेदनले। हो र, के उदाहरणहरू छन् कि? छन् नि। जस्तो काठमाडौँका केही ठाउँहरू त्यो माइतीगढ मण्डला लगायतलाई निषेधित क्षेत्र नै बनाइयो, अनि जनवरी, फेब्रुअरी, मार्च, मे महिनातिर विभिन्न समूहका प्रदर्शनकारीहरू पक्राउ पनि परेका घटना छन्। अनि अर्को महत्त्वपूर्ण कुरा त्यो द्वन्द्वकालका घटनाहरू छन् नि, त्यसको न्याय दिने कानून, संक्रमणकालीन न्याय विधेयक, त्यसमा पनि दोषी उम्किन सक्ने मतलब दण्डहीनता बढ्न सक्ने खालका कमजोरी छन् भन्ने प्रतिवेदनको भनाइ छ। अनि महिला हिंसा, जातीय विभेद जस्ता कुरा नि? त्यो पनि। महिला तथा बालिकाहरू विरुद्ध हुने हिंसा र जातीय विभेद पनि कायमै रहेको कुरा प्रतिवेदनमा उल्लेख छ। त्यस्तो खासै सुधार देखिन्न भन्छ। एकातिर नागरिक अधिकारको यस्तो अवस्था देखिन्छ अनि अर्कोतिर सरकार चाहिँ के गर्दैछ त? स्रोतहरूले त अर्कै कुरा देखाउँछन् जस्तो छ नि, होइन? हो, ठ्याक्कै। स्रोतहरूले के सङ्केत गर्छन् भने दुई ठूला दलको जुन अहिलेको सरकार छ त्यो नागरिकका मुद्दाहरूमा भन्दा पनि विभिन्न महत्त्वपूर्ण पदहरूमा कसलाई नियुक्त गर्ने भन्ने कुरामा बढी अल्झिएको जस्तो देखियो। हो र, कुन कुन पदहरूमा नि? अब धेरै छन्। राष्ट्र ब्याङ्कको गभर्नर भयो, धितोपत्र बोर्ड, नेप्सेको सिइओ, प्रहरी प्रमुख, अनि त्यो विद्युत प्राधिकरणको निर्देशक, यस्ता दर्जनौं पदहरूमा नियुक्ति गर्ने प्रक्रिया, त्यसमा देखिएका विवादहरू, यसमै धेरै समय र ध्यान गएको देखिन्छ। यसमा त पक्कै ठूला नेताहरूको पनि चासो होला नि। हो नि। स्रोतहरूमा त केपी शर्मा ओली, शेरबहादुर देउवा जस्ता शीर्ष नेतादेखि लिएर गगन थापा, विष्णु पौडेल अनि अरू धेरै आकांक्षीहरू, सन्तोष नारायण श्रेष्ठ, नारद लुइन्टेल, दीपक थापा, कुलमान घिसिङ, हितेन्द्रदेव साक्य, शरद ओझा, गुणाकर भट्ट, ज्ञानेन्द्र ढुङ्गाना, निलम ढुङ्गाना यस्ता थुप्रै नामहरू जोडिएका छन् यो नियुक्ति प्रक्रियासँग। अनि यसरी नियुक्तिमै ध्यान जाँदा सरकारको अरू काम, खास गरी नीतिगत कामहरूमा कस्तो असर परेको देखिन्छ त? के भन्छन् स्रोतहरू? हो, त्यसलाई अलि फराकिलो रूपमा हेर्दा स्रोतहरूले के टिप्पणी गरेका छन् भने मन्त्रीहरू पनि नीति बनाउने, त्यसलाई लागू गर्ने जस्ता खास काममा भन्दा उद्घाटन गर्ने, भाषण गर्ने यस्ता कार्यक्रमतिर बढी दौडिएको देखियो। पूर्व सचिव गोपीनाथ मैनाली जस्ता जानकारहरूले पनि यस्तै खालको कुरा उठाएको देखिन्छ। प्रधानमन्त्रीले मन्त्रीहरूको कामको मूल्याङ्कन गर्दा पनि खासै प्रभावकारी नदेखिएको कुरा पनि स्रोतमा आएको छ। भनेपछि एकातिर शिक्षक, कर्मचारी, डाक्टरहरू अनि त्यो सहकारी वा मिटर ब्याज पीडितहरू जस्ता समूहहरू आन्दोलनमा छन्। हो, उनीहरू आफ्ना माग राखेर सडकमा छन्। तर सरकार चाहिँ यता नियुक्ति मिलाउने अनि सत्ता साझेदार दलहरू जस्तो एमाले, काङ्ग्रेस उनीहरू बीचको भागबण्डा मिलाउने काममै बढी व्यस्त देखियो। स्रोतहरूको विश्लेषण के छ भने यसले गर्दा नागरिकमा सरकारप्रति झन निराशा, वितृष्णा बढेको छ। ल भनेपछि त कुरा अलि गम्भीर पो देखियो त। यी स्रोतहरूलाई सँगै राखेर हेर्दा त दुईटा बिल्कुलै फरक, लगभग उल्टो दिशातिरका प्रवृत्ति देखियो है। हो, त्यही त।
एकातिर एमनेस्टी जस्ता संस्थाहरू नागरिक स्वतन्त्रता खुम्चिँदै गयो, अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लाग्यो भनेर चिन्ता गरिरहेका छन्। अनि अर्कोतिर चाहिँ सरकार नागरिकका आधारभूत समस्याहरूलाई प्राथमिकता दिनुको सट्टा राजनीतिक नियुक्ति र सत्ताको शक्ति समीकरण कसरी मिलाउने भन्ने कुरामा नै बढी केन्द्रित देखियो भन्ने स्रोतहरूको निचोड रह्यो। वास्तवमा स्रोतहरूले देखाएको मुख्य तनाव वा द्वन्द्व नै यही हो जस्तो लाग्छ। एकातिर लोकतन्त्रका सिद्धान्तहरू छन्, नागरिक अधिकार, सरकारको जवाफदेहिता। अर्कोतिर हामीले देखेको भोगेको यथार्थ छ, जहाँ विरोध प्रदर्शनमा रोक लगाउने प्रयास हुन्छ अनि राजनीति चाहिँ नियुक्ति र जोड घटाउमै बढी केन्द्रित देखिन्छ। यी दुई बीचको खाडल बढ्दै गएको जस्तो पो देखिन्छ। त्यसो भए यो सबै छलफललाई हेर्दा एउटा प्रश्न सोच्न बाध्य बनाउँछ। एकातिर यसरी विरोध प्रदर्शनहरूमाथि कडाई गर्ने सरकारी नीति, अनि अर्कोतिर नागरिकका जल्दा बल्दा मुद्दाहरूलाई पन्छाएर नियुक्ति प्रक्रिया र शक्ति बाँडफाँडमा सरकारको अत्यधिक ध्यान केन्द्रित हुने यो प्रवृत्तिले लामो समयसम्म हेर्दा नेपालको लोकतान्त्रिक प्रक्रिया र संस्थाहरूप्रति आम मानिसको विश्वासमा कस्तो असर पार्ला? यो साँच्चै विचार गर्नुपर्ने कुरा हो।